सम्पूर्ण किसान दाजुभाइ दिदीबहिनीहरुमा म दिल्ली खतिवडाको तर्फबाट नमस्कार। म प्राकृतिक तरिकाले हात्तीको समस्या, हात्तीले बाली खान्छ, हात्तीले बाली बिगार्छ, त्यसको लागि प्राकृतिक तरिकाबाट म तपाईहरुलाई भन्न गइरहेको छु। एउटा तरिका तपाई हामीले गरिरहेका छौं, तर हामीले बुझेर गरे पनि नबुझेर गरे पनि त्यसले समाधान गरेको छ। जस्तो हामीले हात्ती आयो भनेदेखि आउँछ भनेदेखि त्यसमा हामीले एउटा प्लास्टिक यसरी लाउने गरेका छौं। त्यो के हुन्छ भन्दाखेरि त्यो किन लगाइएको भन्दाखेरि संसारमा सबै जीव जन्तु मानिस सबैको चाहिँ दुश्मनी हुन्छ र हात्ती पनि के हुन्छ नि उताबाट आउँदैछ भने त्यस्तो बार लगाएको देखेको छ भने त्यहाँदा अगाडि जानलाई त्यो भन्दा अगाडि जानलाई म सुरक्षित छु कि छुइनँ त, उसको अगाडि बाघ लुकेर बसेको छ कि भनेर त्यो लगाएकोले गर्दा त्यो कन्सेप्ट हात्तीमा भएकोले गर्दा त्यहाँभन्दा अगाडि उसले नागेर जाँदैन। जस्तो किसान दाजुभाइलाई थाहा छ, अरूलाई त थाहा छैन होला। यो के हुन्छ भन्दाखेरि जस्तो हामी खेतमा काम गर्छौं, काम गर्दाखेरि यतिखेर यो समयमा तपाईको भ्यागुताहरू भेटिँदैन, कहीँ पनि देखिँदैन। तर भ्यागुताहरू के हुन्छ भने यो माटोको मुनि यो लेभलमा गएर बसेको हुन्छ, गोड्दाखेरि भेटिन्छ भ्यागुता। यसरी लेभलमा बसेको हुन्छ। साप यहाँबाट हिँडेर गयो भने पनि त्यो भ्यागुता छ भन्ने कुरा सापले थाहा पाउँदैन, ऊ आफ्नो तरिकाले सुरक्षित तरिकाले बसेको हुन्छ। अब म तपाईहरुलाई अर्को समाधान प्राकृतिक तरिकाले कसरी समाधान गर्ने त हात्तीको लागि चाहिँ बाली कसरी बचाउने भन्ने कुरो प्राकृतिक तरिकाले समाधान गर्ने कुरो अर्को तरिका बताउँदै छु। अब के हुन्छ भने कुनै पनि मानिसले मान्छेको दिशा मन पराउँदैन, उसले छुन पनि घिन मान्छ। त्यस्तै हात्तीको पनि हामीले दिशा चाहिँ हामीले चाहिँ ल्याएर चाहिँ गर्यौं भनेदेखि त्यो पनि हात्तीले त्यो दिशा मन पराउँदैन। त्यही भएर हामीले केही दिन अगाडि ओडब्ल्युडीसी मा ताजा ओडब्ल्युडीसी मा यो हात्तीको दिशा हामीले यो ओडब्ल्युडीसी मा हालेका थियौं र अब यसको लिक्विड तपाईले चाहिँ 3-4 दिनसम्म हालेर बजारले घोल्नुस् र यसको लिक्विड तपाईले स्प्रे गर्नुभयो भनेदेखि हात्तीले आएर यसरी लात्ताले हानेर चाहिँ तपाईको आलु उतातिर गएर यसरी टिपेर हात्तीले खान्छ। तर यसको दिशा तपाईले गर्नु भने हातको सुँड त्यहाँ जान्छ, उसले गन्ध थाहा पाउँछ। गन्ध थाहा पाइसकेपछि उसले मेरो दिशा रहेछ यहाँनेरि भनेर चाहिँ उसले आलु खाँदैन। त्यो पनि एउटा प्राकृतिक तरिकाले गर्ने एउटा तरिका हो र त्यसरी पनि तपाईहरुले गरेर समाधान गर्न सक्नुहुन्छ। यो हात्तीको दिशा ओडब्ल्युडीसी मा हालेको हो। अब यो तपाईको म स्प्रे गर्दैछु, आलुमा म स्प्रे गर्दैछु। तपाईहरुले गर्नुहोस् जसरी तपाईहरुले त्यो यो गर्नुहोस्। 1 जना 2 जना 3 जना सक्षम हुँदै गइसकेपछि अनि सबैले गर्ने हुन्। अहिले त मलाई पागलै भन्छन् मान्छेहरूले, हैन पागल बौला छ यो भन्छन्। तपाईहरु गरेर हेर्नुस्, गरेर नहेरिकन किन कुनै कुरो जानिदैन। स्प्रे गर्दाखेरि हामीले बोटलाई पुरै भिज्ने गरी स्प्रे गर्नुपर्छ, पुरै नुहाइदिनुपर्छ बोटलाई। त हल्का माथि स्प्रे गरेर हुँदैन, पुरै नुहाइदिनुस्। हात्तीले तपाईको आलु सालु कुनै बाली छ भने खाँदैन। मैले अब स्प्रे गरिसके। जतिजना किसान साथीभाइहरूले यो भिडियो हेर्नुहुन्छ यसलाई चाहिँ किसान माझमा पुर्याएर किसानहरूलाई फाइदा दिने काम होस् र जतिजना किसान साथीहरूले यो भिडियो हेर्नुहुन्छ उहाँहरूलाई धेरै धेरै धन्यवाद। नमस्कार।